आज चाहिँ हामी दुईवटा चिज बनाउन गइरहेका छौँ। गइरहेको छु दही एन्ड मिल्क पुडिङ चिकिली भनेर चाहिँ नानिराखेको थिएँ। अनि यता चाहिँ मैले कराईमा दुध चाहिँ दहीको लागि तताएको हो र अनि अर्कोमा मैले कर्नफ्लावरको स्लरी पनि बनाएँ। अनि अर्कोमा चाहिँ ताप्के भन्छ क्या हो त्यसलाई, ताप्केमा चाहिँ मैले दुध तताएको चाहिँ पुडिङ बनाउनको लागि। अनि कर्नफ्लावरको स्लरी बनाउने। अनि त्यो दुध उम्लिसकेपछि सानो ग्यास बनाएर चिनी हालेर एकछिन घोलिदिने। अनि यता दहीको दुध चाहिँ धेरै भएर अब टाइम लागिरहेको थियो। म चाहिँ यो भोइस ओभर पनि खाना बनाउँदै गरिरहेको थिएँ क्या। अनि कर्नफ्लावरको स्लरी हालिसकेपछि बाक्लो हुन्छ। बाक्लो हुने त्यो चाहिँ कर्नफ्लावर राम्रोसित पाक्नुपर्छ। मिडियम फ्लेममा चाहिँ 5-6 मिनट चाहिँ पकाउनु होला। अनि पकाइसकेपछि चाहिँ अनि त्यसलाई सिम्पली यो 3टा इन्ग्रेडियन्टले मात्र बनेको हो। दहीमा चाहिँ दही राम्रोसित उम्लिसकेपछि त्यो सेलाएपछि चाहिँ त्यसमा थोरै दही हालिदिने। अनि त्यो जमेपछि फ्रिजमा राखिदिने। अनि तपाईँहरूले चाहिँ इन्जोय गर्न सक्नुहुन्छ। दही अनि मिल्क पुडिङलाई पनि अब त्यो त्यति 3टा इन्ग्रेडियन्ट मात्र दुध, चिनी अनि कर्नफ्लावरको त्यति मात्र हाल्ने, राम्रोसित पकाउने। यस्तो थिक कन्सिस्टेन्सी हुनुपर्छ। अनि भइसकेपछि त्यसलाई कटौरामा राख्ने। अनि त्यसलाई चाहिँ सेट हुनको लागि फ्रिजमा राखिदिने। चिसो भएपछि तातो कुरा फ्रिजमा राख्न हुन्न अरे मम्मीले भन्नुभएको। अनि त्योसँग फ्रिज छैन भने डोन्ट वरी, त्यत्तिकै राम्रोसित पकाएर एकदम बाक्लो हुने गरी पकाएर त्यत्तिकै राख्दै पनि त्यो जम्छ बाहिर राख्दै पनि। अनि मैले चाहिँ यहाँ सबै कुरा रेडी गरिसकेँ। अनि त हाम्रो मिठो कुराहरू त रेडी भइहाल्छ। म चाहिँ यहाँ तरकारी बनाइरहेको छु, त्यही भएर चाहिँ भोइस ओभर अनि दही हालेर मैले घोलिदिइसकेँ। अनि मैले पुडिङमा पनि निकालिसकेँ। मैले चाहिँ यत्तिकै राम्रोसित नजम्दै गरिसकेँ। तर यो चाहिँ यस्तो हुन्छ, क्यारामलको चाहिँ माथिबाट टपिङ हालिदिने। तपाईँले चाहिँ के अरे धेरै गुलियो खान हुन्न भने नराखे पनि हुन्छ। अनि त्यही हो, रेडी भयो हाम्रो मिल्क पुडिङ। इन्जोय।